अनि अर्को आज के विशेष भिडियो हुनेछ भने तपाईहरु बिलिभ गर्न सक्नुहुन्न हैन हाम्रो हजुरआमा हुनुहुन्छ उहाँ चाहिँ अलमोस्ट 103 वर्ष हैन 103 वर्ष पुग्नु भएको छ आज अलिकति सन्चो भएको छैन अरे अनि भेट्नको लागि गइरहेछौं बैतरणी गर्ने भन्ने कुरो सुनेर अनि त्यसपछि उलाई चाहिँ म मामालामा छोड्दिन्छु त्यहाँ हजुरआमालाई भेटेर के कस्तो अवस्था छ हेरेर आउँछु अनि हजुरआमालाई कोसेली चाहिँ मैले यो मिक्स फ्रुट जुस मन पराउनु हुन्थ्यो त्यो लगेको छु अनि एउटा डायस्टिक्स बिस्कुट लगेको छु अब हामीहरु जाँदै छौं मामालामा हजुरआमाको घर चाहिँ परै छ के काला बजारतिर मेरो मामुको हजुरआमा हो है गर्मीले पनि होला हौ मान्नुहोस् अन्त अघि भिडियो हेर्दा त कस्तो हेरे हाँस्नुहुन्छ यसो के थाहा पाउनुहुन्छ लु यहाँ हेर्नु डायरिया भएछ डायरिया हैन औषधिको डोज बढी भएछ अनि प्रेसर लो भएछ अब खाना खाएको छैन यो आउ त्यो सकिने हो एउटा पोचो लिएर आमालाई आमाको हातमा अलिक पानी खोला हो ए बहिनी तल म बसेर गिलासमा पानी दिनु न मलाई गिलासमा पानी छ त्यहाँ मलाई घरि एउटा आमाको हातमा लिनु यो यो दिनु मलाई काम भइसक्यो दिन काम छ के तिरानी कहाँ भरि आइस उता फर्केर यो बलि गोविन्द गर दाहिने हातमा अर्को हातमा आमालाई अलिक पर सार एकजना त्यहाँ उता बाँची यहाँ तल खुट्टा यसै गर्नुपर्छ क्या नाउँमा पख्नु अगाडि बेला आउँदै आउनु अगाडि सार्नु अगाडि नदन सोसा घर पातली नागकन्या छ नागसय सपर्वत पिशाच बुयका सिद्ध गन्धर्व पितृवास तेजस्त पातल त्यसरी बुझ्नु सूत्रमा क्यामेरा आमा चाहिँ भिडियो बनाएको हेरिराख्नु भएको छ है हाँस्दै हेरिराख्नु भएको छ आमा चाहिँ अब आमाको बैतरणी सक्यो अब हामी चाहिँ उता घर जाँदैछौँ उसलाई चाहिँ आनीकोमा छोडिदिन्छु अनि म सिधै घर जान्छु बिहान चाहिँ सिरियस हुनुभएको थियो है त्यही भएर आएको थिएँ मैले चाहिँ एकदम राम्रो छ आमालाई अहिले 90 सालको भूकम्पमा 9 वर्षको हुनुहुन्थ्यो भनेपछि 102-103 वर्ष पुग्नु भएको रहेछ मेरो छोरी पनि यहाँ बिहानै उठेर साइक्लिङ हेर्न उठेको छिन् है छोरी देख्यौ ल खुसी
भाइ रेफ्री हो कि के हो यो चाहिँ तपाईँको तर्रा साइक्लिङ हेर्न सक्नुहुन्छ ठुलो सङ्ख्यामा पार्टिसिपेन्ट लिनुभएको छ हाम्रो बुवाहरूदेखि लिएर सबैजनाले तपाईँको 10 वर्षदेखि लिएर 70 वर्षको बुवाहरूले पनि पार्टिसिपेट लिनुभएको छ यसमा ओहो ल है ल ठिक छ आमा उडो नै भएको त ल हाम्रो दाजु पनि है ल ठिक छ यो हो नि त तरिका सकिएको छ सरी साइक्लिङ हेऱ्यौ हेऱ्यो एकै पिस मात्रै रहेछ मेरो एकैचोटि लगाइदिएन बिकेन एक्सपाइरी रिटर्न मेरो एक महिना 1.5 महिना बिकेन भने सबै पठाइदिनु ल यो जिम्मा मेरो तिमी त 4-5 वटा डिलर चेन्ज गरिसकेको हुन्छ उसले रिक्स लिनु पर्यो सबैजनाले रिक्स लिइहाल्नुहुन्छ भनिदिइहाल्नुहुन्छ बिकेन भित्ता लानुहुन्छ हौ लाने भन्दै नसक्छ एक्सपायरी केही हो भने रिटर्न हुन्छ हुँदैन बिकेन ओरेन त छिटो भन्नु है म क्या भनेर नभए म त एक्सपाइरी रिटर्न हुन्छ मलाई उहाँको ग्यारेन्टी चाहियो ग्यारेन्टी हो सन्चर हाल्दिनु नभए त पर्दैन हाम्रो सबिन भाइले ग्यारेन्टी दिएनन् संसार ग्यारेन्टी लिइदिनु न हौ यहाँ यस्तो हुन्छ मान्छेहरूले के ग्यारेन्टी दिनुपर्छ